ओके, सो हामीले आज वाटर प्रुफिङ भनेको के हो होइन, वाटर प्रुफिङ भनेको के हो, किन गरिन्छ, कति बेला गरिन्छ देखि लिएर वाटर प्रुफिङको बारेमा सम्पूर्ण कुराहरू बुझ्ने जान्ने प्रयास गर्नेछौँ। सो वाटर प्रुफिङ भन्नाले ओके, नामलाई थोरै केलाउने कोसिस गरौँ। वाटर भनेको पानी भइहाल्यो। सो प्रुफ भनेको रोकथाम। वा छेक्नु वा बचाउनु वा भनौँ न समग्र हिसाबले वाटर प्रुफिङ भन्नाले चाहिँ पानीलाई वा रोक्नु भनौँ होइन। सो वाटर प्रुफिङ भन्नाले पानीलाई रोकथाम गर्नु, पानीलाई छेक्नु, पानीलाई बचाउनु वा पानी रोक्नु। सो यो कहाँ गरिन्छ, किन गरिन्छ भन्ने प्रश्न त आइ नै सक्यो होला सायद होइन। किन गरिन्छ? पानीलाई रोक्नका लागि गरिन्छ। सो पानीबाट हुने विभिन्न किसिमका समस्याहरूबाट रोक्नका लागि वाटर प्रुफिङ गरिन्छ। सो कहाँ गरिन्छ, अर्को पोइन्ट भनेको कहाँ गरिन्छ। ती त्यस्ता ठाउँहरू जहाँ ज्वार सम्बन्धी समस्या देखिएको छ, जहाँ ज्वार सम्बन्धी समस्या देखिएको छ, जहाँ ज्वार सम्बन्धी समस्या नदेखियोस् भन्नको लागि है, भन्नका निम्ति। सो वास्तवमा के हो त वाटर प्रुफिङ? सो कहाँ गरिन्छ भयो है, कहाँ गरिन्छ विशेषता यो। हालाकि यो कहाँ गरिन्छ भनेको विभिन्न डिफ्रेन्ट क्याटेगोरीहरू छन्, जस्तो यो छतमा भयो होइन, जस्तो बाथरुमहरूमा भयो, बाल्कनीमा भयो, बाल्कनी कोसी, अन्डरग्राउन्ड, लिफ्ट पिटहरूमा होइन, वाटर ट्याङ्कमा। सो ती त्यस्ता ठाउँहरूमा जहाँ चाहिँ पानीको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पर्ने गर्छ। जस्तो जहाँ पानी, यहाँ पानी भन्नाले साधारणतया पानीको पनि भेराइटीहरू हुन्छ। एउटा जुन तपाईँ हामीले प्रयोग गर्ने पानी, भनौँ बाथरुमहरूमा प्रयोग गर्ने पानी, किचनहरूमा, यहाँ पनि एउटा किचन पनि छुट्टै छ के रहेछ। सो बाथरुमहरूमा, किचनहरूमा जुन पानीहरू प्रयोग गर्छौँ त्यो पानीको कारणले अथवा त्यो पानी प्रयोग हुने ठाउँहरूमा भयो होइन, जो चाहिँ हामीले प्रयोग गर्ने पानीमा प्रयोग गर्ने। अर्को भनेको तपाईँको आकाशबाट आउने पानी, सो रेनफल होइन, वर्षा भनौँ वा आकाशबाट आउने पानी है। अर्को भनेको अन्डरग्राउन्डमा, जस्तो जमिनबाट आउने पानी, जस्तो हामीहरूले अन्डरग्राउन्डमा
कोठाहरू उठाउँछौँ अथवा अन्डरग्राउन्डमा बेसमेन्टहरू अथवा गाडी पार्किङहरूको लागि पनि अन्डरग्राउन्डहरू बनाइएको हुन्छ। सो त्यो चाहिँ जमिनको सतहभन्दा 10 फुट 12 फुट 15 फुट होइन आफ्नो आवश्यकता अनुसारको यो जमिनको गहिराई भयो भनेपछि त्योभन्दा तल केही नभए पनि 8-10 फुट 12 फुट सो तल गएर हामीले के गर्छौँ यो पार्किङ बनाउँछौँ वा अन्डरग्राउन्ड गराउँछौँ होइन। र त्यस्तो ठाउँहरूमा चाहिँ यो जुन जमिन छेउछेउमा जुन जमिन हुन्छ जमिनको भागबाट पनि पानीहरू भित्र छिर्ने यस्तो केसहरूमा पनि के गर्नु पऱ्यो त वाटर प्रुफिङ गर्नु पऱ्यो। सो यो भनेको थर्ड भनेको जमिनबाट आउने पानी। साधारणतया हामी यो 3 केसहरूमा 3 टाइपका केसहरूबाट चाहिँ पानीहरूको समाधान गर्ने काम भनेको वाटर प्रुफिङ अझै यसरी भनौँ। र साधारणतया एकदम साधारण भाषामा हामीले पनि बुझ्न सकियो कुनै पनि एउटा घर होइन 2 तले 4 तले जति तले भए पनि सो मान्छेले घर बनाउँछ किन भन्दाखेरि घाम पानीबाट बस्नको लागि सो हो। सो घाम पानीबाट बस्नको लागि कुनै पनि हरको यसले कुनै पनि भवन संरचना घर होस् मन्दिर होस् जेसुकै होस् कुनै पनि संरचना बनाइन्छ नै किन भन्दा आकाशबाट आउने पानी प्रत्यक्ष पर्ने घामहरू भनौँ न प्राकृतिक समस्याहरूबाट बाँच्नको लागि भनेर बनाइन्छ। त्यही घरमा हामीले माथि वाटर ट्याङ्की पनि राख्छौँ त्यसैबाट पनि पानी सप्लाई हुन्छ किचनहरूमा बाथरुमहरू। त्यो पानी सप्लाई हुने ठाउँहरूमा विभिन्न समस्याहरू पनि आइदिने गर्छन् जस्तो कहाँ थियौँ हामी कुरा सो वाटर प्रुफिङ कहाँ र किन गर्ने कस्तो अवस्थामा गर्ने भन्ने कुरामा होइन एकदम सरल सहज भाषामा भन्नुपर्दा घरको अघि पनि भनिहालेँ मैले घर बनाइन्छ नै पानी घाम जस्ता समस्याहरूबाट बस्नको लागि भनेर बनाइन्छ भने सो ती ठाउँहरूमा जहाँ चाहिँ पानीको प्रत्यक्ष असर अथवा अप्रत्यक्ष असरहरू पर्छ त्यो ठाउँबाट चाहिँ पानी भित्र नछिरोस् भन्नको लागि हामीले गर्ने काम भनेको के हो त वाटर प्रुफिङ काम। जस्तो बाथरुमहरूमा है केस 1 बाथरुमको केसमा एउटा हामी नुहाउँदाखेरि होइन कपडा धुँदाखेरि होइन अथवा बाथरुमहरू प्रयोग गर्दाखेरि सिवेरका बाथरुमहरू प्रयोग गर्दाखेरि बाथरुमहरू प्रयोग गर्दा नुहाउँदा पानीहरू प्रत्यक्ष रूपमा प्रयोग गरिन्छ। सो त्यसको कारणले गर्दाखेरि त्यसबाट पानी तल छिर्न गई यहाँ चाहिँ सिपेजहरू अब यो ढलान भयो सपोज यो ढलान भयो सो यो ढलानको भित्रबाट पानी सिपेज भइकन तल्लो कोठाहरूमा यहाँ चाहिँ छतहरूमा सिलिन्डरहरू देखिने भन्नाले के भन्छ त्यसलाई लेउहरू ढुसीहरू देखिने होइन देखिने जस्ता समस्याहरू देखिन्छन् बाथरुमहरूको कारणले गर्दाखेरि। त्यस्तै बाल्कोनी भयो यो बिल्डिङ भयो सो यो बाल्कोनी निकालिएको छ बाहिर यो पिलर भयो एउटा सो
सो बाल्कनीमा पनि आकाशको पानीहरू प्रत्यक्ष रूपमा पर्ने अथवा यहाँ गमलाहरू लगाइएको गमलाहरू राखेको हुन्छ, गमलाहरूमा पानी छर्दा पानीहरू छिर्न गएर यहाँ पनि सेम त्यस्तै समस्याहरू देखिन्, सिलिन्डर सिपेजहरू देखिन्। सो यस्ता समस्याहरू नदेखियोस् भन्नका लागि वा देखिएको खण्डमा समाधान गर्नका लागि गरिने काम भनेको के हो त? वाटरप्रुफिङ काम हो। यसो केही त्यति धेरै त छैनन्, तर केही भेराइटीहरू यसको केही क्याटेगोरीहरू अथवा टाइप्सहरू भनौँ केही छन् जसको बारेमा हामीले डिटेलमा हेर्न नै छौँ। सो किन गरिन्छ, कहाँ गरिन्छ, केही हदसम्म कहाँ गरिन्छ भन्ने आयो। किचनका सिङ्क एरियाहरू जहाँ पानीको प्रत्यक्ष प्रभाव हुने गर्छ। धेरैले प्रश्न पनि उठाउनु होला, फेरि हामीले त टाइल लगाउँछौँ बाथरुमहरूमा, त त्यसमा पनि समस्या देखिन्छ भन्ने यस्तो कुरो देखिन्छ है। जस्तो टाइल भयो, जुन चाहिँ बिचको ग्याप हुन्छ यो ग्यापलाई ग्राउटिङ गर्नुपर्छ है। साधारणतया तपाईँहरूले बुझ्ने आधारमा चाहिँ केहीले त बुझेरै गर्नुहुन्छ। इपोक्सी भन्ने नाम के कतिले सुन्नुभएको छ? धेरै जसोले चाहिँ हामीहरूले गर्ने भनेको धेरै जसो चाहिँ सिमेन्ट ग्राउटिङ अथवा भनौँ यसलाई व्हाइट सिमेन्ट अर्को उसमा पुटिङ पनि भन्छ। सो यसको ग्राउटिङ गरिन्छ। केही समयपछि यसले काम चाहिँ गर्छ, नगर्ने त होइन, तर त्यति दिगो काम पनि गर्दैन। केही समयको लागि बिस्तारै त्यो पानीको अब बाथरुमहरूमा पानीको प्रत्यक्ष प्रयोग धेरै नै हुने गर्छ। डेली नै हामी बाथरुमलाई सुक्खा भने प्रायः हुँदैन भनौँ, हुँदैन। त्यस्तो केसहरूमा व्हाइट सिमेन्ट अथवा पुटिङको प्रयोग गर्नुको साटो इपोक्सीको प्रयोग गऱ्यौँ भने धेरै लामो समयसम्म टिकाउ, 15 वर्ष, 20 वर्ष, 25 वर्ष, हेरी भनौँ 10-15 वर्षभन्दा माथि नै यसको साधारणतया अवधि हुने गर्छ। कस्टली थोरै कस्टली पर्न जान्छ, अलिक यसको तुलनामा त धेरै नै कस्टली पर्न जान्छ, धेरै नै कस्टली है यसको तुलनामा। तर ग्याप भर्ने भन्ने कुरा थोरै पैसा त लाग्छ नै, बेसी लाग्छ, तर त्यति धेरै खर्च गरिसक्नु भएको हुन्छ घरमा यो इपोक्सी लगाउँदैन। ग्राउटिङ इपोक्सीले गर्दैमा तपाईँलाई त्यति धेरै नै भन्ने चाहिँ कमै होला है। यो मेरो आकलन हो, तपाईँहरूलाई व्यक्तिगत कुरा तपाईँहरूलाई नै थाहा। सहरको कहाँ गरिन्छ बुझ्दै हुनुहुन्छ है। मैले एकदम केरमेर तरिकाले गर्दैछु, तर म बुझाउने कोसिसले गर्दैछु। त्यसै गरी छत भयो, बाथरुम भयो, बाल्कनीहरू भयो, कौसीहरू, अन्डरग्राउन्ड किचन, लिफ्ट, यी सबैमा अलग अलग केमिकलहरू अलग अलग तरिकाले प्रयोग गरिन्छ। सो यसमा हामी डिटेलमा जाने नै छौँ। आजलाई चाहिँ हामीले सिम्पली वाटरप्रुफिङ भनेको के हो, यसका जनरल नलेजहरू, साधारण कुराहरू, किन गर्ने, कसरी गर्ने भन्दा पनि अझ किन गर्ने, कहाँ गर्ने होइन, गर्दाको फाइदा के हुन्छ, गर्दाको फाइदाहरू मुख्यतः त यसलाई फाइदाको पोइन्टबाट हेर्ने हो भनेपछि धेरै फाइदाका पोइन्टहरू छन्। जस्तो मुख्य कुरो त तपाईँको संरचना वाटरप्रुफ भइदिन्छ है। भनौँ न संरचना टिकाउ हुन्छ, दिगो हुन्छ। मुख्य भनेको यही हो होइन। संरचनाको आयु बढ्छ होइन,
अब खर्चमा कमी, यो तत्काल सुन्दाखेरि उल्टो सुन्निएला होइन, काम गर्दाखेरि त खर्च त उल्टो लाग्छ, कसरी कमी हुन जान्छ भन्ने लाग्ला। तर जस्तो अघि मैले यहाँ भने जस्तो बाल्कनीमा भयो, यहाँ सिलिन्डर देखिन थाल्यो, बाथरुममा भयो, यसको तल सिलिन्डरहरू ल्याउटुसहरू देखिन थाल्यो। अब भइदिन्छ के भन्दाखेरि अब यसलाई पुरोलाई रिपेयर गर्नु पर्यो होइन। सँगसँगै यसको जुन तल्लो लेयरमा अथवा वालहरूमा जुन कलर गरिएको हुन्छ, कलर पनि उड्ने, प्लास्टरहरू उम्किने, प्लास्टर भनेको कमजोर चिज हो। सो प्लास्टरहरू उम्किने, कलरहरू उम्किने जस्तो समस्याहरू भयो भनेपछि त्यसले खर्च बढाउने कारणले गर्दाखेरि वाटरप्रुफिङ गरियो भने भोलिको दिनमा त्यो समस्या आएन भने चाहिँ खर्च कमी भयो। यसरी चाहिँ यसको कमी भयो, यसरी चाहिँ खर्चमा कमी हुने। सो सुन्दर पनि देखिन्छ, वाटरप्रुफिङकै कारणले सुन्दर त नदेखिएला, तर यस्ता समस्याहरू नआउनु भनेको पनि सुन्दर देखिनु नै हो। अर्को भनेको मूल्यमा वृद्धि हुन्छ, संरचनाको है। कुनै पनि बिल्डिङ, कुनै पनि घरहरू तपाईँले किनबेच गर्नुहुन्छ भनेपछि घरहरूमा वाटरप्रुफिङ गरिसकेको छ भन्दाखेरि भनौँ न, साधारणतः यहाँ कुनै एउटा घर बिक्री गर्न लाग्नुभयो भने त्यो घरमा एउटा ऐना राख्दा त मूल्य बढिदिन्छ, अथवा टेबल कुर्सी राख्दा अथवा पार्टिसन गर्दा अथवा जे भनौँ न थोरै सामान थपियो भनेपछि मूल्य बढ्ने त हो। त्यसरी नै वाटरप्रुफिङ गर्दा पनि मूल्यमा इन्क्रिज हुन्छ। वाटरप्रुफिङ गरेको, फुल्ली वाटरप्रुफिङ गरेको घरहरूको मूल्य पनि बढी हुन्छ। सो मूल्यमा वृद्धि पनि हुने भयो। त्यसै गरी अब यसका फाइदाहरू केलाउनु भनौँ कोट्याउँदै जानेपछि धेरै निस्किँदै जान्छन्। सो मुख्य भनेको तपाईँको के छ, संरचनालाई चाहिँ दिगो बनाउँछ। वाटरप्रुफिङ भयो भनेपछि संरचना चाहिँ दिगो हुन्छ। तपाईँले घर, हामीले घर बनाउँछौँ के को लागि भन्दा दिगो टिकाउ होस् भन्नको लागि बनाउँछौँ। सो अझै मुख्य कुरो त घर बनाउने भनेकै पानी नचुयोस् भन्नलाई, पानीबाट रोक्यौँ भन्नलाई घर बनाइन्छ, र त्यही घरमा पानी छिरौँ भनेको त पक्कै पनि। सो यसका फाइदाहरू भए। कसरी गर्ने, अब यस्तो छ है, कुन केमिकल कसरी गर्ने अथवा मूल्य के हो, मूल्य भनौँ, लागत भनौँ होइन, एउटै कुरा। यी यस्ता यावत कुराहरू छन् जसलाई चाहिँ हामीले केही पार्टहरूमा टुकारौँ। जस्तो छतका लागि है, नम्बर 1 छतका लागि वाटरप्रुफिङ अलग तरिकाले गरिन्छ। किन भन्दा छत भनेको जसमा डाइरेक्ट पानीको प्रत्यक्ष प्रभाव त हुँदैन, तर आकाशबाट आउने पानी चाहिँ आकाशको पानी, आकाशे पानी। अर्को सबैभन्दा मुख्य कुरो भनेको घाम है। बाथरुम घाम चाहिँ पर्दैन, तर पानी प्रत्यक्ष। डिटेल बाँकी छ।